हो यस्तो हो नि त कुरो हैन दुईटा बटुवाज फ्रम नमस्ते जर्सी अब चाहिँ हाम्रो जता गयो नि भयो है त हो नि कुरो त यही बाटो जाने अब जाम न जाम नयाँ बाटो पत्ता लाग्यो त नि के अन्त के गर्न सकिन्छ दाइसित आएपछि यति कुरो याद गर न नमस्कार सबैजनालाई फेरि हाम्रो नयाँ ब्लगमा चाहिँ स्वागत गर्दछु। आजको ब्लगमा हाम्रो भाइ चट्टान र म मात्र छु, अरू चाहिँ कता गए आज चाहिँ खासै केही विशेष छैन, जस्ट फर अ वक एन्ड लिटल बिट स्विम। अब हामी घरबाट निस्क्यौँ हाई स्टेटबाट, यहाँबाट निस्किएर अब वक गर्दै भित्रभित्र अवलोकन गर्दै जर्सीको बाटोहरू अनि हाप्दे पार जान्छौँ। त्यहाँ गएर हामी स्विमिङ गरेर आजको क्रियाकलाप नै यही हो। हाम्रो प्लान नै एकदम ठुलो प्लान चाहिँ होइन, त्यही अन्तर्गतमा रहेर हाम्रो ब्लग आजको रहनेछ। चरक्क घाम लाग्छ। हाम्रो भाइले चाहिँ एकदम मिसकम्युनिकेट भयो कि मैले मिसअन्डरस्ट्यान्डिङ लिएँ मेसेजले, तलैबाट जानुपर्ने हामी, भाइ चाहिँ माथि आएर अब तलतिर जाँदैछौँ हामी। अब यो सेन्टर पोइन्ट हो, खास तल्लो घर र माथिल्लो घर। यो चाहिँ रुदेला के भन्ने रोडको यता र तलतिर आउने हो भाइ, म चाहिँ खास यता आउने हो। चरक्क घाम लाग्छ आज। मेरो चट्टान भाइ अगाडि छन् है, कहिले चाहिँ चरक्क घाम लाउने। भोलि पछि यो घाम ताप्नै पाइन्न, 3 महिना जति 3-4 महिना त घामै लाग्दैन, त्यही भएर चाहिँ अहिले तापिहाल्ने। अब भाइको सामान ल्याएकै रहन्छ, फेरि तल घर गएर सामान बोकेर फेरि फर्केर आउनुपर्ने। भाइको सामान लिनलाई यहाँ तल घर आयो। अहिले चाहिँ हिँडेर जाने भने उसले केही नलिकन आएछ, स्विमिङ चाहिँ पछि भनेर। तर हिँड्दै गएर पसिना हुन्छ, त्यसपछि झ्याममा चिसो पानीमा झ्याममा आएपछि अनि एकैचोटि निस्केर वक गरेर दोकानबाट सामान लिएर आउनुहुन्छ भन्नु भन्यो। यहाँबाट फेरि माथितिर जान्छ, ऊ त्यो गोल भातिर, त्यो घर भातिर त्यता हो जाने त्यो बाटो तलतिर। कस्तो बबाल दिइहाल्छ क्या छाया यस्तो हो। अब अहिलेको बाटोमा आयो, अब त्यहाँबाट फेरि उता लेफ्ट लाउने हो। पुगिन्छ भाइ हाप्दे पार। बेरिजहरू पाक्न लाग्छ अब जताततै, कति ढिलो गर्छ। यसरी त अनि कहिले पुग्ने हो भाइ? त्यसरी कहिले पुग्ने हो? पुग्ने भन्थ्यो त अनि चाँड चाँडै। अनि यता चाहिँ मासतिर घर जाने, फेरि त्यही सुरुवातकै कुरो जस्तो भयो। अब यता बल्ल अस्ति आलु थियो यहाँ, सब आलु खनेरै सकिसकेछ। होइन आलु होइन, यो बेथे साग उम्रेको, यो पछि उम्रिन्छ नि बेथे साग। उहाँ अल्को टावर देखिरहेको र त गाइस। बल्ल हामी चाहिँ बाटो लाग्यो, बाटो तताइयो, कहिले तल कहिले माथिल्लो घर गर्दा गर्दा यही हाम्रो गन्थन जहिले पनि होइन। अब चाहिँ हामी सरासर हेर यत्रो सानो सानो एप्पल फलेको भए हेर न, यत्रो अरू बाख्रा जस्तो। त्यस्तै भयो, मिसकम्युनिकेसनले चाहिँ हाम्रो कहिले तल कहिले माथि भयो। अब चाहिँ एटलिस्ट हाफ एन आवरमा हामी चाहिँ पुग्छौँ हाप्दे पार। तर यो घाम र यो मकैको सिचुएसनले त हाम्रो नेपालतिर वैशाख जेठको जस्तो घाम लगाइरहेको थियो अहिले त होइन। यो त औषधि हुन्छ भन्थ्यो त भाइ, यो त रातो रातो फल्छ कसले दियो थियो।
पानी नपाएर होला नि मकै त केक्रेक्क भएको छ कि। अब यो प्राइभेट रोड जस्तो अब यो बाटो हुँदै हामी वक जान्छौँ। यो चाहिँ बिचको डाँडा जस्तो हो यो। ल्यान्डस्केप हेरौँ न यता ओह्रालो भिरालो त्यहाँ अलिकति माथि उठेको होइन हरियो अनि त्यसपछि बिचमा घरहरू होइन च्याटक्क चिटिक्क परेको कस्तो मजाको। हामी चाहिँ मकैको घारी जस्तै बिचमा गहुँ पनि छ भनौँ यता मकैको घारी मात्र नभनौँ मस्त हिँडिरहेछौँ। अहिले हामी तलतिरको सर्टकट बाटो पुगेको भए लगभग हामी पुग्ने बेला भइसक्यो त तर हामी अझ अलिक भित्री बाटो डुलाउँ भनेर मात्र चाहिँ हामी हिँडिरहेछौँ होइन। वान वे रोडहरू जस्तो छ सानो छ। यो घर छ नि त्यो घरबाट आएको अहिले पारी आइसक्यौँ वरिपरि आइसक्यौँ। अब यो बाटो तलतिर जान्छ हामी जाँदैन। अब हामी चाहिँ यता लिटल बिट काइन्ड अफ वकमा जान्छौँ हामी यहाँ। अब यो बाटो गइन्छ हामी फुटपाथ। लेट्स गो गाइस भने यता हो जाने कस्तो च्याङ नगर्ने बाटो यता हो। हे तेरि यता हो हामी आइसकेको त यो बाटो त। यहाँ चाहिँ रासबेरी हो कि ब्लुबेरी फलेर रहेछ के साह्रो अमिलो रासबेरी खाएको त। यो विन्टरमा पानी परेको बेला आउँदा यहाँ मसरुमहरू कस्तो उम्रे हुन्छ क्या। यो काठको जराहरू छ नि यो मुनि कति उम्रे हुन्छ। प्राइभेट ल्यान्ड हो है यो त। बार लगाएको देखेपछि प्राइभेट ल्यान्ड भन्ने ठ्याक्कै थाहा हुन्छ क्या। बार लगाएको हुन्छ नि यस्तो त्यसको मतलब प्राइभेट ल्यान्ड हो भन्ने कुरो बुझ्यो हुन्छ। हामी चाहिँ अब ओह्रालो लाग्यौँ त्यो सुरुङतिर छिरे जस्तो ओह्रालो अँधेरो होइन। यो बाटो चाहिँ हामी साइकल लिएर आइसकेको। अब बाटो चाहिँ कोही बाँकी छोडाएको थिएन हामी चट्टान र मैले है। यो राम्रो छ क्या भाइ ब्ल्याकबेरी अँधेरो छ त के हो यहाँ अँधेरो छ त। साइकलमा ल्यायो भाइ एकैचोटि गुटुन्टुन्नु सरर जाँदैछ नि त्यहाँ त के ग्रेटर रहेछ क्या होइन। हो नि त हाँक्न परिगयो नि रोक्न त रोक्नै मिलेन नि। बाटो त छ अब ए जता पुइन्छ बटुवाको आऊ न बटुवा त जता पनि गइहाल्छ नि। त्यस्तो हुँदैन भाइ। हामी थाहा छ नि हामीले के अरे एडभेन्चर गर्दा चाहिँ अहिले नयाँ हाइक पत्ता लगाउने होइन त्यही त हो नि। नयाँ रुट पत्ता लगायौँ बाटो हुने बित्तिकै हामी हिँडिहाल्यो जङ्गलको बाटो। यो हाम्रो सिग्नेचर मुभ्स हो जहिले पनि। अलिकति हाइक पाथ पाउने बित्तिकै त्यसलाई पछाएर हामी हिँडिहाल्यो। पुना काप्ची कन्दरा खाल्सा खोल्छु होइन। कहाँ जान्छ थाहा छैन तर हामी चाहिँ हिँडेछौँ। यहाँ बार लाग्छ साइडमा। यहाँ चाहिँ बडै मानको रुख रहेछ। एउटा रुखबाट कत्रो ठुलो रुख भएको थिएन है। चट्टान भाइ आइरहेको छ कस्तो त। अब जाम न जाम नयाँ बाटो पत्ता लगायो त नि के अन्त के गर्न सकिन्छ दाइसित आएपछि। यति कुरो याद गर न यहीँ त सकिएन बाटो भन्ने कुरो हो मेरो चाहिँ। फर्केर कहाँ गएको भन्ने कुरो मलाई थाहा छैन तर जान चाहिँ गइएछ हामी तलतिरै गइएछ। अब फर्किनु त गइन्न तब त्यता त गइन्न नि त फर्केर त अब त फर्केर आइन्न नि त। के पार्कतिर आयो त हामी त नि हेर्दा जङ्गल फाँडी अमेजनको जङ्गल फाँडी अर्काको खेतमा आयो। अब भयो अब यता यही बाटो यही त होला नि अब सिधा त्यो तल झऱ्यो के गर्नु त अनि डिसिजन के बाटो चाहिँ कुन हो
कता गयो नि अब यही त हो नि कुरो त यही बाटो जाने ठिक छ अघि हामी त्यता छिरेको त्यत्रो जङ्गल फाँडे होइन काट्यो त्यो घुम्ने बानी हाम्रो सानैदेखिको बानी हो नि त बाटो अर्कै गइदिएर कतै गइदिएर भाइ भोलि त बेटे साग टी बनाउनु पर्छ क्या हार त है तिमी किन खानुपर्छ खाएन हाइस्टिलमा पकाएर खाएको होइन हामीले चाखेको होइन पकौडा पनि बनाएको होइन अन्त अनि ओहो घाम त चरक्क लाग्यो यार पैसा जेठको घाम जस्तै आफ्नो फेरि कुनै टोपी अड्दैन टाउको त्यो टाउनतिर जाने हामी यही बाटो अब झर्ने हो जसरी अब यो ओह्रालो झर्न पनि उता लाग्यो बेकार होइन त्यही पनि यसो घुमाउँ भनेर मात्र ठिकै छ अब हामी दुइटा हिँड्दा यस्तै त भन्ने थाहा छैन अवलोकन भन्ने चिज एकचोटि छिर्ने कि भाइ एकचोटि हिँड्ने पर्दैन त्यो त्यहीँ देखिन्थ्यो मेरो घरबाट हो त्यो घरबाट हेर्ने अवलोकनको क्रममा चाहिँ हामी कहिलेकाहीँ हराउने गर्छौँ त्यो हराउँदा पनि नयाँ अनुभूति लिन्छौँ फेरि हामीले होइन एक्सपिरियन्स है त्यो कुरामा चाहिँ हो जित्छु भन्छ त अनि म त कति हिँड्छु भन्छ त ओह्रालो बुटु हो बटुवाको काम के वी आर बटुवाज फ्रम नमस्ते जर्सी हो क्या झोलेहरू दुईटा झोला बोक्ने दुईटा झोला बोक्ने पानी बोक्ने अनि चलो दुईटा क्यामेरा बोक्ने एक घन्टा ट्याङ्ग्राङ टुङ्ग्रो होइन दुईटा बटुवाज फ्रम नमस्ते जर्सी अब चाहिँ हाम्रो त्यो के अरे के भन्छ यो भाइ हाम्रो नाम चाहिँ बटुवाज हो क्या बटुवाज फ्रम नमस्ते जर्सी भनेर दिने अब झोले त अरूले चोरिसक्यो नि अब हामीले बटुवाज दिने नि ए त्यो सिधा बाटो छ नि अब त्यो लङ बिल अब यो बाटो त त्यो थाहा त पाइयो नि कहाँ जान्छ भन्ने त अब काम त आयो नि यो बाटो कहाँ जाने भनेर होइन ल यताबाट हामी चाहिँ घर खास हेर्दा हामी बजारमा आइयो अहिले लङ बिल म्यानर भन्ने चाहिँ यही वालको पछाडि ठुलो होटेल ठुलो रेस्टुरेन्ट जर्सीको चाहिँ वान अफ द के भन्छ अवार्ड विनिङ रेस्टुरेन्ट त्यस पसिनाले चुत्रु भइसक्यो म त लास पसिना आउने मान्छे भाइ चाहिँ उता भिडियो सुटमा के लगाइरहेको छ उसलाई टोपी लगाएको छ आनन्दै छ अब अझै लाग्छ 10 मिनट घामले गर्दा चाहिँ हाम्रो हिँडाइ चाहिँ अलिक स्लो भयो कहिले उता पारी कहिले यताको पारी छाया खोज्दा त्यही भइरहेको छ अहिले यतिलो भाइहरू देखेदाखेरि त अचम्म लाग्छ क्या हेर फुटफिल निकाल्यो यिनीहरूले ल अब यो हामी चाहिँ अलिकति छड्के हानेर हाप्दे पार जान्छ अनि अर्को चाहिँ लिएर गार्डन फोहोर मैला छैन हेर न घर छ त यहाँ पनि होइन सबैको प्राइभेट रेजिडेन्ट एरिया हो नि त यिनीहरू उता एउटा पार्क छ हाइट के अरे गाछ जाँदा ल त गाई के भन्छ हामी फ्युल अपको लागि चाहिँ त्यो घुम्तीमा चाहिँ अब राउने पाउमा चाहिँ हामीले आफ्नो ड्रिङ्क अनि केही स्न्याकहरू लियौँ पौडिनुभन्दा अगाडि केही खाएर च्याक्क फ्युल अप भएर हामी चाहिँ हिँड्छौँ ल हामी बल्ल हाफ द पार आइयो हाफ द पास हो कि हाफ द पार हो मिलाएर बुझौँ ए मिलाएर बुझौँ भनौँ होइन हामी आइपुग्यौँ अहिले हाफ द पार यहाँ चाहिँ आमामा के हो मान्छेको दाँत यहाँ के साह्रो हेर त मान्छे हेर लो टाइड रहेछ सब घाम ताप्न आइरहेछ
यहाँ चाहिँ अस्ति भर्खर इभेन्ट चलिरहेको थियो यहाँ होइन इभेन्ट सक्यो त्यता चाहिँ टाउन जान्छ होइन अब हामी त्यहाँ गएर चाहिँ खिच्या मानिहाल्यो घाम ताप्न मात्र आउँछ मान्छे सेन्ट क्लेमन त्यता यो चाहिँ सेन्ट जेभियर भित्र पर्छ होला जहाँ छ मलाई मान्छेहरू ताती छन् बिचभरि ऊ त्यो ब्रिज क्रस गरेर हामी ऊ त्यहाँ एउटा स्पट समातेर बस्छौँ अरूलाई घाम चाहिन्छ हामीलाई छाया चाहिन्छ अब यहाँ कि भाइ पुल मुनि जाने हो तर फोहोर हुन्छ क्या पुल मुनि त यो लो टाइड चाहिँ भएर यस्तो भएको छ हाई टाइड हुँदाखेरि यो पुलमा छक्ला हान्छ क्या कुनै दिन भिडियो बनाउँला त्यसको पनि होइन यो हाई टाइड भएको चाहिँ अहिले लो टाइड भएर अहिले लगभग 500 मिटर उता गइसकेछ समुद्र अब 2-4 दिनमा फर्किन्छ यहीँ हो हामी पौडिनमा लो टाइड भएर ऊ ब्यारियरभन्दा पानी छेकेर राखेको स्विमिङ पुल जस्तो भएको छ यस्तो हो नि त कुरो केटो पौडिन हिँड्यो